देशैभरिका जनताहरूले बालेन शाह भनेपछि काठमाडौँ महानगरपालिकामा राम्रो काम गरेर एउटा आफ्नो छाप छोडिसके, युवा पिँढीमा पनि एउटा छाप छोडे एउटा क्रेज थियो। त्यो क्रेजलाई उहाँले बरकरार राख्न सक्नु भएन कि भन्ने कता कता लगानीकर्ता र जनताहरूमा एउटा आक्रोश पैदा हुँदैछ। अहिलेसम्म केही बिग्रेको अवस्था छैन। सबैले जुन बेलामा चुनाव थियो काङ्ग्रेस र एमाले माओवादीका कार्यकर्ताले पनि बालेन शाहलाई भोट हालेकै हो। जुन केपी ओलीकै जिल्लामा पनि बालेनलाई भोट किन दिए भन्दाखेरि अब पुरानोबाट हामी धेरै आक्रान्त भयौँ, धेरै पीडित भयौँ, अब बालेनले केही गर्छ कि भन्ने आशले भोट दिएका थिए। र यो 100 दिनको अवधिमा पनि एउटा बाटो हेरिराखेका थिए लगानीकर्ता र जनताहरूले केही गर्छ कि, जसले गरे नि गरे भइहाल्यो नि। त्यसमा हामी बालेनलाई सपोर्ट गरौँ भनेर काङ्ग्रेस एमाले माओवादीका कार्यकर्ताले पनि सपोर्ट गरेका थिए, चुपो लाएर बसेका थिए। तर यो 100 दिनको उसमा पनि जुन किसिमको एउटा अपेक्षा गरेका थियो, जुन किसिमको आशा गरेका थिए लगानीकर्ताले, त्यो आशा अनुरूप बालेन सरकारले काम गर्न सकेनन् कि भन्ने एउटा प्रश्न चिन्ह खडा भयो। म चाहिँ अहिले 10मा चाहिँ दुई पोइन्ट पनि दिन चाहदिनँ। अब हामीले एउटा स्टेबल गभर्मेन्ट बनेपछि हाम्रो यो तपाईँको थलिएको पुँजी बजार जो तपाईँको 5 वर्ष अगाडि नै 3200 क्रस गरेको थियो, त्यसपछि लगातार तपाईँको यो चाहिँ घटै छ। यो अहिलेसम्म पनि यो 5 वर्षमा पनि 3200 ब्रेक गर्न सकेका छैन, जबकि धेरै नयाँ कम्पनीहरू थपिएका छन् हैन। अन्धाधुन्दा तपाईँको चाहिँ सप्लाईले यो बजार एकदमै थलिएको छ। र यो स्टेबल गभर्मेन्ट बनेपछि निश्चय पनि यो पुँजी बजार राम्रो हुन्छ हैन। हाम्रो बजार लगानीकर्ताको मुहारमा पनि एउटा हाँसो, एउटा खुसियाली आउँछ। देशको अर्थतन्त्र